नमस्ते नमस्ते, म हुँ राजेन्द्र राई। धेरै दिन पछाडि फेरि आज नेपालको राजनीतिक बारेमै फेरि एकचोटि बोल्नु मन पर्यो। तपाईहरुलाई सायद पहिला पनि सुनिरहनु भएको छ। म चाहिँ जो निष्पक्ष देशको लागि गर्छु भन्छ नि, देशको लागि मात्रै हैन, त्यो देशको लागि मात्रै हैन, आफ्नो देशको लागि भनौँ न। सपोज जस्तो अमेरिकामा भयो, इन्डियामा भयो, जहाँ पनि जसले आफ्नो देश र जनता र देशको माटोको लागि बोल्छ, गर्छु भन्छ नि, त्यो मान्छेलाई चाहिँ म जहिले पनि रेस्पेक्ट लाग्छ र सपोर्ट गर्छ। त्योभन्दा बाहिरको अरू छिमेकी, अरू देश, अरू भनेको त त्यो भनेको सेकेन्डरीमा पर्छ है। पहिला भनेको आफ्नो देश, आफ्नो जनता र आफ्नो माटोको चाहिँ बारेमा जसले बोल्छ, जुन नेताले बोल्छ, तपाईले मैले बोलेको बेला सुन्नु भएको होला। हमेसा उसैको पक्षमा छु। जस्तो पहिला रवि दाइको बारेमा बोलेको थिएँ। तर यो पटक चाहिँ मैले यसो हेर्दै जाँदाखेरि हर्क साम्पाङ चाहिँ एकदमै नेपालको लागि अहिलेको समयमा सही मान्छे, एकदमै सही मान्छे जस्तो लागेको छ। र जनलहर पनि उसको पछाडि त्यस्तै देख्छु हैन। र म त अझै के पनि भन्न चाहन्छु भने यदि कोही पनि विरोधी, कुनै पनि पार्टीको विरोधी होस्, कोही सुकै होस्, यदि उनको भाषण, स्पिच र उनको जुन कन्भिन्स पावर सुन्छु नि मैले, तपाईले 30 मिनट जति सुन्ने हो भने कुनै पनि स्पिच उसको मन डाइभर्ट गरिन्छ, उसलाई सोच्न बाध्य बनाउँछ। उसको त्यो खुबी हो। त्यतिको जनजातिमा, स्पेशली राईमा जन्मिनु अब युगौं लाग्छ सायद जन्मिँदैन पनि। किनभने राईहरू भनेको सहन पनि सक्दैन, कसैले केही भनिहाल्यो भने गएर हानिहाल्ने खाले हुन्छ। अब तर हर्क साम्पा चाहिँ फरक छ। ऊ चाहिँ त्यो त्यस्तो किसिमको द्वन्द्वदेखि, झगडादेखि हैन, के भने त्योदेखि अलिक टाढा शान्तिप्रिय मान्छे, एकदम शान्तिप्रिय मान्छे र सबैलाई चाहिँ सम्हालेर लान्छु भन्ने टाइपको। मैले चाहिँ उसको वचनहरू, प्रवचनहरू, उसको स्पिचहरू सुने। एकदम उसको भाषणहरू एकदम तथ्यपरक के, नेपाल र नेपालीलाई सुहाउने र एकदम तथ्यपरक, साइन्टिफिक, नेपालको आधारमा हेर्ने भने भेरी 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 त्यो तथ्यपरक छ क्या उसको कुराहरू, सबै कुराहरू। अनि जहिले पनि आफू अगाडि लागेर अरूलाई चाहिँ फलोवर्सहरूलाई पनि एउटा हौसला दिने, उसको आत्मा बल दिने, आफ्नो होइन श्रमदाता भन्ने, म सियो बन्छु, तपाईहरु धागो बनेर पछि आउनुस् भन्ने, र सबैलाई उनीहरु एउटा मालामा, सुन्दर माला बनाउनु पर्छ। कति उनका भनाइहरू चाहिँ मलाई असाध्यै राम्रो लाग्छ के। मैले सुन्छु र कतिले चाहिँ विरोध गर्छ, किनभने उनले सुनेकै छैन जस्तो पनि लाग्छ हैन। बोलीले मात्र हैन, फेरि हर्क साम्पाङले चाहिँ फेरि गरेर पनि देखाएको छ नि त। मैले जात भनेर त भनेको होइन, अब राई नै हो, म पनि राई नै हो। मैले बोल्दा त जातीय सपोर्ट गरे जस्तो हुन्छ हैन। तर जात सबैले एकछिनको लागि बिर्सिदिनुस् क्या, र उनले गरेको काम र उनको बोलीलाई आँखा चिम्लेर यसो सुनेर मनन गर्नुस्। गरेर देखाएको छ त। त्यति गरेर देखाइसकेपछि पनि कसरी नपत्याउने, भविष्यमा अझै गर्छ भनेर कसरी नमान्ने भन्ने कुरा मेरो हो क्या। जस्तो हेर्नुस् है त, ल मान्छेले एक्टिङ गरे पनि, ल के भन्छ, स्टन्ट गरे पनि 1 दिन गर्ला, 2 दिन गर्ला, 1 महिना गर्ला यार। 4-4 वर्षसम्म, 3-3 वर्ष, 4-4 वर्षसम्म कन्टिन्यू स्टन्ट त गर्न सक्दैन नि त यार। खोलामा काम गरेको गरे, अगाडि लागेर गरेको गरे, अरूलाई मात्रै गरेन, आफै गरेर गर्न सक्दैन नि त। र उनले त्यति मात्रै हैन, यदि पूर्ण बहुमत पाए भने, बहुमत त पाउन त अलि गाह्रै होला हैन, तर पूर्ण बहुमत पाए भने हैन, 5 वर्षमा देशको काया पलट गरिन भने म नागरिकता त्यागेर शरणार्थी बन्छु भन्नु सक्नु हैन, त्यो भन्न सक्नु। र प्रत्यक्ष निर्वाचित यदि भयो भने, र म यदि हार्छु भने, जसले जित्छ उसकोमा 1 वर्ष हली बस्छु, अर्थात् बेत्तलबीमा उसकोमा काम गर्छु, उसको सेवक भएर बस्छु भन्नु त द्याट्स अ भेरी बिग स्टेटमेन्ट नि। त्यति मात्रै हैन, उसले गरेर पनि देखाएको छ। यति हुँदा हुँदै पनि हाम्रै जातिहरू, अब अलिकति जाति, हाम्रै जातिहरू, हाम्रो जातमा अलिकति बुझेकाहरू, हामी राई लिम्बूहरू, अलिकति पढेकाहरू, विशेष पत्रकारहरू, लोकल पत्रकारहरूले विरोध गर्नुमा चाहिँ मैले बुझ्नै सकिनँ। खै किन हो किन, यो चाहिँ मैले बुझ्नै सकिनँ है।
अब त्यो मान्छेहरूलाई चाहिँ पाप मात्रै नै महापाप लाग्छ। किनभने हर्क साम्पाङ एकजनाबाट सुरु गरेको मान्छे, एकजनाबाट। अस्ति भाषणमा सुनिरहेको थिएँ, म पर्चा फाल्थेँ, दिन्थेँ, उसले फेरि फाल्थ्यो, फेरि म टिपेर दिन्थेँ, उसले फेरि फाल्थ्यो, सुन्थेन, म घर घर गएर सुनाउँथेँ। अहिले तपाईँहरूले मलाई भरोसा गर्नुभयो, मेरो साथ लाउनुभयो भनेर भनेको कस्तो खासमा त्यो त एकजनाबाट सुरु गरेको मान्छेले लाखौँ झन्डै करोडौँ मान्छेले फलो गर्न सुरु गरिसके भनेपछि अब एक दुईजना पत्रकारले अझै विरोध गरेर लेखेको देख्छु यार, त्यही ठाउँको, फेरि त्यही ठाउँको। यो झोलेपन पनि कति हो भन्छ क्या मैले, होइन? त्यही भएर अब सबै कुरा छोडेर अब सपोर्ट गर्न सकिँदैन भने पनि चुपचाप बसेर, अब केही गर्न सकिँदैन भने पनि ल ठिक छ, अब हेरौँ न त, गरेरोस् न त भनेर यसो चुपचाप बसेर विरोध नगरेर बस्दा कसो होला भन्ने मलाई लाग्छ क्या। अनि पछाडि गर्नु सकेन भने विरोध गर्ने त छँदैछ नि, फ्याँक्ने त छँदैछ नि, होइन? तर एकपल्ट चाहिँ हर्क साम्पाङलाई मौका पाउनुपर्छ र मौका दिनुपर्छ जस्तो मलाई लाग्छ। उनको त्यो जोस, उनको त्यो एकदम कन्फिडेन्स, होइन? नेता भनेको त्यस्तै हुनुपर्छ क्या, अघि बढेर एक चित्त भएर अघि बढ्नुपर्छ क्या, अनि पो पछाडिले पछ्याउँछ त। नेता आफै यो हो कि त्यो हो, कहिले एउटा कुरा गर्छ, कहिले त्यो, कहिले त्यो, त्यस्तो भनेर कहाँ हुन्छ? नेता भनेको एउटा टार्गेट लिएर यो गर्छु भनेर लागि पर्छ, पछि पछ्याउनेर हुन्छ। मैले त्यस्तो देख्दैछु। अब चुनाव हुन्छ या हुँदैन, भए पनि पुरै बहुमत त नल्याउला, धेरै पनि नल्याउला, तर जोस् नहार्ला, नजित्ला, तर पनि हामीले विरोध चाहिँ गर्नुहुन्न। त्यति सबै गर्दा गर्दा विरोध गऱ्यो भने चाहिँ पाप लाग्छ। त्यसै पनि हामी विदेश बस्नेले त बोलेर के फाइदा हो? हामीले विरोध गरेर के फाइदा? त्यो त मिलेन नि त। सकिन्छ भने सपोर्ट गर्ने, होइन भने गाली पनि नगर्ने भन्दै सबैलाई मेरो यही जानकारी। नमस्ते, थ्याङ्क यू।